आज मैले डल्ले खोर्सानीको अचार बनाइदिनु पऱ्यो है। मैले चाहिँ के गर्छु भन्दा कि यो खोर्सानीलाई तेलमा पकाउँछु कि, अनि तेलमा पकाएर अदुवा लसुनहरूलाई तेलमा पकाएर यसलाई मजाले मिक्सरमा पिसिदिन्छु अनि बोतलमा हालेर राखिदिन्छु कि। अनि कति वर्षसम्म खानु मिल्छ यो, कति वर्षसम्म 4-5 वर्षसम्म नै खानु मिल्छ कि यो। तर फ्रिजमा चाहिँ हाल्नुपर्छ, बाहिर निकाल्यो भने चाहिँ अलिकति अमिलो हुन्छ होइन। अनि फ्रिजभित्र हाल्ने 4-5 वर्षसम्म खानु मिल्छ। अनि त्यो तेल सकिँदै गयो भने चाहिँ माथिबाट यो खोर्सानी देखिँदै आयो भने चाहिँ हल्का हामीले पानी अरे तेल तताएर होइन, अनि सेलाएपछि त्यो खोर्सानी छोप्ने गरी अलिअलि तेल हालिदिनुपर्छ कि। कति वर्षसम्म खानु मिल्छ यो अचार त। मेरो छोरीहरूले कति मन पराउँछ। अब छोरीहरू चाहिँ बाहिर छ है, म चाहिँ अचार बनाएर राखिदिइरहेको छु। छोरीहरू आएपछि कति मिठो मानेर खान्छ ल हेर्नु त। नुन पनि हालेको छु नि त मैले कति धेरै, अनि नुनिलो हुन्छ। अनि यो अचार एकदम मिठो हुन्छ। मलाई त मन पर्दैन, खानु पनि सक्दिनँ म पिरो होइन। यो चम्ची मात्र अलिकति चाट्यो भने पनि तारा देख्छ, मैले त सक्दैन। यो चाहिँ अब बाउ छोरीहरू 2जना, बाउलाई यति भएपछि त पुगिहाल्यो कति वर्ष।